आज 3 नोभेम्बर 2025 यदि हामी नेप्सेको क्यान्डल स्टिकलाई हेर्ने हो भने नेप्से आज सपोर्टमा क्लोज भएको छ र यो सपोर्ट अब कतिको स्ट्रङ सपोर्ट हो भन्ने कुरा हामी भोलिको मार्केट पछि मात्र थाहा पाउँछौँ र अब हाम्रो एजम्पसन भनेको त्यही हो। यदि सपोर्ट राम्रो छ भने माथि बुलिश ट्रेन्ड बनाएर माथि जान्छ, यदि सपोर्ट राम्रो रहेछ भने टर्फल हुन्छ र भोलुम हिजोको कम्प्यारिजनमा आज निकै थोरै छ। भनेको मतलब पार्टिसिपेन्टहरू त्यति खासै छैन। अब यो भोलुमलाई पनि यतिकै त एनालाइज गर्न सकिँदैन, तर म्याकडीको अनुसार हेर्ने हो भने म्याकडीले हिस्टोग्राम चाहिँ अलि माथि इन्क्रिजिङ ट्रेन्डै बनाइरहेको छ र आज मैले फोकसमा राखेको मेरो स्टक पे इटिसी मा मैले एन्ट्री गरेँ। एन्ट्री मैले कतिमा गरेँ भन्दाखेरि 561 इज द लोएस्ट। मैले 564 मा एन्ट्री गरेँ र आज 569 मा क्लोज भएको छ, 2.57% डाउन। लेट्स सी के हुन्छ भोलितिर। र अब मेरो अर्को स्टक अन फोकस भनेको मुक्तिनाथ विकास बैंक हो, तर अहिले चाहिँ बैंक जुन इन्डिकेटर मैले युज गर्छु आरएसआईले चाहिँ बाइ सिग्नल देखाइरहेको छैन, त्यही भएर चाहिँ मेरो स्टक अन द फोकस चाहिँ त्यो भइरहेको छ।